मैले प्रेङ गरेको ना तपाईलाई प्रेङ अहिले चाहिँ बसाएपछि मेरो काग झोडामा छ गाइस हो हल्का गएर प्रेङ गर्ने ट्राई चाहिँ गरिहेर्छु है दग्दिदिने चाहिँ खाना छ भनेर सोध्छु हो यहाँ नानाको दोकानमा नआएको पनि 2-3 महिना भइसक्यो नि त म 3 महिनाहरू भयो होला है अन्त आज चाहिँ हल्का प्रेङ गर्ने ट्राई गरिहेर्छु ल के कस्तो हुन्छ। नमस्ते सर नाना मलाई उयो खाजा बनाइदिनु न हौ। ठिक्का छस् तँ पनि तेरो पनि हिसाब यहाँनिर रहेछ कि ठिक्का छस् कहाँ भनेस् त निकै पो हराइस् त 2-3 महिना आइनस् त म होइन अरे उयो कागझोडा बस्दैछु नि त गाँसेको बस्न अर्काको यहाँ बाँकी त तिर्नुपर्छ नि त गएको कस्तो भएको हामीलाई पनि त पैसाहरू चाहिन्छ खाएपछि त दिनु पनि जान्नुपर्छ नि। दिन्छु त हौ नाना भागेर त जाँदिन त हौ म त्यति साह्रो लगाउनु न हौ यहाँ खाजा खानु पाएको त बिहान बिहान हिसाब देखाएर प्रेसर तताउँछ त भन अन्त तैँले खाएको बाँकी हो नि त नभन्नु म के को प्रेसर तताउँछ यहाँ यति सही 2 महिना त भयो नदिएको कति भयो 915 रुपियाँ रहेछ बाँकी 915 915 त थिएन त मेरो त 20-30 रुपियाँ थियो त नाना मैले बढाएको यहाँ बढाएर लेखेको होला तेरो बढाएर लेखेको होला के भन्छौ बित्थामा लेखेर राखेको होला मैले बिहानै खाजा खानु आएको यति साह्रो त नगर्नु न दिन्छु त अन्त भरे भोलि 2 महिना 3 महिना भइसक्यो सिजनमा पनि दिँदैन सब सिजनमा पनि दिँदैन कहिले के दिन्छस् त अहिले पैसा छैन र त अलिक मेरोमा ए साढे त नभन्नु न ल उ तपाईँको उता ल होइन सुन्नु न सुन्नु म ल्याइदिन्छु गाइस हिसाबको खाता तल हाल्दै हो कस्तो हुन्छ नाना होइन सरी ल मैले प्रेङ गरेको ना तपाईँलाई प्रेङ सरी प्रेङ गरेको ए सरी यहाँनिर उयो बाँकी दिनु आएको तपाईँको यहाँनिर छ कि चेतिन्छ नआउनु नि त्यसो त काट्दै गर्ने काट्नु हुन्छ सरी